हेलो यार नमस्ते, म खेमराज मगर। आज पनि मैले एउटा भिडियो लिएर आउने जमर्कोमा जोडिएको छु। आज चाहिँ हामी यो ढुङ्गाहरू चाहिँ घर बनाउने सुरहरू चाहिँ यहाँ खोलाबाट चाहिँ उता बोरो लगाउने हो। यस्तो ठाउँमा चाहिँ हामीले ढुङ्गा लिन आएको छौँ। दुईजनासम्म आज चाहिँ निकाल्ने हुनुहुन्छ, माथि दुईजना हुनुहुन्छ। हिजो हामीले एउटै भिडियो लिएर आएको थियौँ, आज पनि फेरि अर्को भिडियो लिएर आएका छौँ। सबैजनाले माया गरिदिनु होला। ढुङ्गा चाहिँ ठुल्ठुला लाभा लामा हुने गाह्रो छ। भिडियो अन्तिमसम्म हेर्नु होला, कस्तो लाग्छ त्यस्तै कमेन्ट छोड्नु होला। यदि भिडियो मन पर्नेमा च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। अब लागौ छोटो हामी चाहिँ अब यहाँ चाहिँ हिँडिसकेको गाइजहरू टक्क है। कति गुरुङ छ आमा गुरुङ छ। जान्ने ठिक छ नि। हामी चाहिँ एक ठाउँमा बिस्यौँ। अब भाइ चाहिँ त्यहाँ आउँदैछ, ऊ दौडिरह। हामी आएको चाहिँ त्यो खोलाको त्यहाँ माथिदेखि हो। बसल गइज भने नि, बसल त्यति नै बसल के। अहिले म घुच्छु त्यहाँ अडाइले नाम। अब यस्तरी बस्छ नि, बस्छ भाइले नि बिसाइसक्यो। यहाँ चाहिँ खेत पनि छ, यस्तो छ जङ्गल, पुरै काफल पाके। यहाँ पनि यो काफल हो, लास्टै पाके। भ्यूहरू चाहिँ खतरा देखिन्छ यहाँबाट। लास्टै पसिना बर्मी क्या छ न आज। हिजो थिएन बरु। त्यहाँ चाहिँ ढुङ्गा फर्दा हुनुहुन्छ, पुरै त्यो ओखरहरू हो। यहाँ तल खेतको धानको बिउ राखेको छ। बोक हामी चाहिँ अब यो ठाउँबाट चाहिँ जान लाग्यो। बोगाइदियो बोक्ने रे। ल नडुगर फेरि अर्को ठाउँमा गएर बिच्नुपर्छ। हामी चाहिँ अलि टाढै छ। भ्यू हेर्नु गाइजहरू। अनि यो चाहिँ हाम्रो गाउँ। भाइ चाहिँ अगाडि गइसक्यो। आजको मौसम चाहिँ क्लियर छ, दामी देख्यो। भाइ अगाडि दुगोड्यो। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ। ओ सिस्नो बसाल्यो। दारहरू नि हामी आफू सारेको। आजलाई चाहिँ यति है गाइजहरू। ओसार्नु चाहिँ दिनभरि ओसार्ने हो काठ, तर काठ सरी ढुङ्गा। आजलाई चाहिँ यति। यदि भिडियोलाई माया गरिदिनु भयो भने चाहिँ म अर्को भिडियो लिएर आउनेछु। पसिना भयो। अब चाहिँ पानी खान जान्छु। त फेरि भेटौँला गाइजहरू।